दिस वर्ल्ड कप इज एक्चुअली कुकिङ के कुकिङ फिफा वर्ल्ड कपको राउन्ड 2 सिद्धिएको छ र के फुटबल हेर्न पाइयो हामीले क्या फुटबल हेर्न पाइयो मैले आफूलाई भाग्यमानी ठान्छु क्या मैले फुटबल हेर्न सुरु गरेँ भनेर किनकि मैले फुटबल नहेरेको भए मैले अहिले के गरिरहेको हुन्थेँ कि यो यस्तो वर्ल्ड कप चल्दा म के गरिरहेको हुन्थेँ गेम हेरिरहेको हुन्थेँ फिल्म हेरिरहेको हुन्थेँ म आफूलाई एकदम भाग्यमानी ठान्छु कि कुन दिन मैले त फुटबल हेर्न थालेँ 2014मा त ब्राजिलको गेम हेर्बाट फुटबल हेर्न थालेको मैले मैले एकदम भाग्यमानी मान्छु किनकि मैले यस्तो यस्तो गेम हेर्न पाइयो बाफ्रे यो राउन्ड 2 सिद्धियो र हामीले कस्तो खतरा हेर्न पाइयो उता मेस्सी पागल भएर मेस्सीले सुरुमा ह्याट्रिक हाने त्यसपछि फेरि 2 गोल हाने मेस्सी एक्लै रोकिसके छैनन् 5 गोल भयो अर्जेन्टिनाको 5मा 5 गोलै मेस्सीकै छ अरूलाई त हान्ने चान्सै दिएका छैनन् त्यसपछि हालान्ड र एम्बापे उता उस्तै चम्किरहन् मेस्सी दाजुले गरे भन्दैमा हामीले गर्नै पर्छ हामीले त गर्नै पर्छ भन्दै उता फ्रान्स र नर्वे एउटै ग्रुपमा भएका भए पनि यिनीहरूको गेम जुन हुन्छ नि त्यो एकदम खतरा हुनेवाला हो क्या यो फ्रान्स र नर्वेको जुन गेम हुन्छ किनकि एम्बापेले नि कुक गरिरहेको हालान्डले एम्बापे त डिक्टेटर हाम्रो डिक्टेटर एमएफएलाई नि सल्युट छ यार डिक्टेटर भन्दा भन्दै ल क्लबको लागि जस्तो जे गरे राम्रो त खेल्छ क्लबको लागि आफ्नो तर क्लब राम्रो गर्दैन तर जब वर्ल्ड कप आउँछ हाम्रो डिक्टेटर छुट्टै बिस्ट हुन्छ क्या एम्बापे वर्ल्ड कपमा किन हो एम्बापेमा कसको आत्मा आउँछ यार पुरै वर्ल्ड कपमा मैले भन्छु वर्ल्ड कपको बेस्ट प्लेयर चाहिँ एम्बापे हो क्या तिमीहरूले जे भन्ने भनौ तर जब एम्बापे रिटायर हुन्छ नि त्यो वर्ल्ड कपको पेलेभन्दा ठुलोको हुन्छ क्या वर्ल्ड कपमा जुन पेले छ नि पेलेभन्दा ठुलो लेभलको भएर निस्किनेवाला यो चाहिँ कुरा तिमीहरूले ख्याल राख अनि हालान्डले यस्तो खतरा गरे नर्वेसँग मलाई आश थिएन यस्तो गर्छ भने नर्वे सेनेगलसँग हार्छ होला केही न केही गर्छ होला पोइन्ट ड्रप गर्छ भन्ने थियो तर हालान्डले गरे होइन हालान्डले उस्तै फर्ममा गोलमा गोल हानिरहेको छ यस्तो खतरा अनि रोनाल्डोले अस्ति हानेन भन्दै कति गाली गरे तर रोनाल्डोले नि हिजो आफ्नो हानेरै देखाइदिइहाले फाइनली कि आफू पनि वर्ल्ड कप खेल्न आएका हुन् तिनी नि कन्टेन्टहरू यो पो त पोर्चुगल हो जसलाई हामीले वर्ल्ड कप कन्टेन्डर मानेका थियौँ यो त्यो पोर्चुगल हो जसलाई हामीले यो वर्ल्ड कप जित्छ भनेर वर्ल्ड कपभन्दा अगाडि सबले भनेर तिमीहरूले वर्ल्ड कपभन्दा अगाडि सबलाई सोध्यो भने के भन्थे सबले कसले जित्छ भन्दा म्याक्सिममले 3टा नाम भने त्यहाँ एउटा पोर्चुगल हुन्थ्यो यो जग्गा एउटा पोर्चुगल त ढुक्क हुन्थ्यो किनकि फर्स्ट गेम डिआरसँगसँग हगे तर कमब्याक गरेर देखायो नि उज्बेकिस्तानमा पनि उज्बेकिस्तानले जुन लो ब्लक खेलेको थियो त्यसलाई तोड्न सके अब कोलम्बियासँग गेम हुन्छ जसले जित्छ त्यो टेबल टपर हुन्छ र ब्राजिलले नि आफ्नो विनको सुरुवात गरिसकेको छ 3-0को विन भयो ब्राजिलको यसमा नि ब्राजिल नि टेबल टपर छ अब अर्को गेम स्कटल्यान्डसँग भोलि बिहान 3:45मा छ अब भोलि बिहानबाट ठ्याक्क राउन्ड 2 नि सुरु हुन्छ राउन्ड 2मा फेरि दिनको 6वटा गेम हुन्छ यार कसरी हेर्ने पागल भइसक्यो यार म यार अनि एउटै टाइममा दुईटा गेम छ एउटा ग्रुपको गेम एउटै टाइममा छ हत्तेरी फिफा यो चाहिँ बेस्ट वर्ल्ड कप हो किनकि वर्ल्ड कपमा यतिको गोल स्कोरिङ हेरौ न को गोल हाने मेस्सीले गोल हाने रोनाल्डोले गोल हाने अनि एम्बापेले गोल हाने हालान्डले गोल हाने ह्यारी केन हाने यो वर्ल्ड कप नि जेनेरेसन चेन्ज गर्ने वर्ल्ड कप हो जस्तै ठुलो जेनेरेसनहरू गएर सानो जेनेरेसन आउने अहिले हेर न को रिटायर हुनेवाला यो लास्ट वर्ल्ड कप कसको छ अझै नेमारको त कुरै गरिरहेन नेमार आज भोलिबाट खेल्छ नेमार यस्तो एक गोल त आओस् यार नेमारको अनि हामी खुसी हुनु पाइन्छ तर यो वर्ल्ड कप चाहिँ ठ्याक्क जेनेरेसन चेन्ज हुनेवाला वर्ल्ड कप हो क्या किनकि हाम्रो ठुला जेनेरेसन जुन छन् मेस्सी अनि रोनाल्डो हाम्रो लुका मोड्रिक केभिन डी ब्रुयना मोहम्मद साला अनि को भयो अरू ह्यारी केन यिनीहरूको जहाँसम्म लास्ट वर्ल्ड कप हुने छ तर हाम्रो यामालको फर्स्ट वर्ल्ड कप हालान्डको फर्स्ट वर्ल्ड कप अरू डियोमान्डेको फर्स्ट वर्ल्ड कप यस्ता यो जुन छ नि जेनेरेसन चेन्ज हुने हो कि यो एकदम खतरा वर्ल्ड कप हो यो वर्ल्ड कप पछि हामीले यिनीहरू मेन प्लेयरदेखि यत्रा ठुल्ठुला प्लेयर जुन भयो ह्यारी केन मेस्सी एम्बापे रोनाल्डो नेमार अनि केभिन डे ब्रुयना मोहम्मद साला अनि ह्यारी केन अरू को भयो अरू त हामीले यिनीहरू सबै एकैचोटि आएको वर्ल्ड कपमा यही वर्ष हो क्या थिबो कोर्टुवा म्यानुअल नोयर 40 वर्षको उमेरमा खेले म्यानुअल नोयर बेस्ट वर्ल्ड कप हो क्या यो वर्ल्ड कपले नि मेरो जुन फुटबलको जुन डोपामिनको कमी हुन्थ्यो नि डोपामिनको कमी पुरा गरिदिएको छ र टेबलको हालत नि अब एकदम चेन्ज भएको छ अब जुन म्याच डे 3 थर्ड राउन्ड हुन्छ थर्ड राउन्डमा टेबल धेरै उलट पुलट हुन्छ र फर्स्टको जुन हुन्छ सेकेन्डको जुन हुन्छ त्यो हिसाबले अब गेम चल्छ त्यहाँबाट अब कुन फर्स्ट आउँछ किनकि सब टिम फर्स्टको लागि खेल्छन् यदि फर्स्टको लागि खेल्यो भने अर्को ग्रुपको सेकेन्ड अथवा थर्डसँग खेल्नुपर्छ यसरी फाइदा मिल्छ फर्स्ट भएको टिमलाई तर सेकेन्ड भयो थर्ड भयो भने अर्को ग्रुपको फर्स्टसँग खेल्नुपर्छ त्यही भएर अलिक घाटा हुन्छ ठुल्ठुलो टिम पर्न सक्छ र पोर्चुगल फर्स्ट भयो भने त पोर्चुगल र मेस्सी अर्जेन्टिना त ढुक्क फर्स्ट भइहाल्यो तर पोर्चुगल र अर्जेन्टिना क्वार्टर फाइनलमा भेट हुन्छ त्यो चाहिँ फाइनलभन्दा ठुलो गेम हुन्छ मैले लेखेर दिन्छु तिमीहरूलाई त्यो चाहिँ फाइनलभन्दा ठुलो गेम हुन्छ तर यदि पोर्चुगल हारो भने पनि पोर्चुगल अर्को साइडमा जान्छ र पोर्चुगल अर्जेन्टिना फाइनल हुनसक्छ अर्जेन्टिना गयो भने यदि र ब्राजिलको पनि त्यही चान्स छ यदि ब्राजिल फर्स्ट भयो भने ब्राजिल
ब्राजिल फर्स्ट भयो भने ब्राजिल र अर्जेन्टिना ब्राजिल अर्को साइडतिरबाट जान्छ कि अर्को ब्राकेटतिरबाट जान्छ अर्जेन्टिनाको ब्राकेट अब भेट हुन्न त्यो नेदरल्यान्डवाला त्यो ब्राकेटबाट ब्राजिल फाइनलमा जान सक्छ त्यही भएर ब्राजिललाई नै फर्स्ट गर्न एकदमै जरुरी छ वर्ल्ड कपको जुन फाइनल हुन्छ नि यो फाइनल पाउने जित्ने मान्छेले बढी स्पटलाइट पाउँछ कि 2022मा मेसीले स्पटलाइट पायो नि त्योभन्दा बढी पाउँछ किनकि अहिले सोसियल मिडिया जति सब वर्ल्ड कपमा झुमेको छ सानो बच्चादेखि लिएर केटीहरूले पहिला कहाँ हेर्थेन भनेको नराम्रो भन्न खोजेको होइन तर पहिला खासै हेर्थेन नि जस्तो हाम्रो एसिया भयो यस्ता एसिया सानो सानो देशमा केटीहरूले खासै फुटबल हेर्थेनन् के अरे तर अहिले चाहिँ सबमा कर आएको छ फुटबलको नयाँ लहर आएको छ कि त्यही भएर अहिले जुन वर्ल्ड कप जित्छ नि त्यो अहिलेसम्मको बिगेस्ट विनर हुनेवाला छ किनकि यत्रा कम्पिटिसनबाट जितेर जाने 48वटा देश भन्दा नि सब देश फर्ममा के एउटा देश नि फेल भयो त हुन्थ्यो नि त बेल्जियमलाई अलिक साइड राखौँ किनकि बेल्जियम अलिक पर्फर्मेन्स गर्न सकेको छैन तर बेल्जियम बाहेक अरू सब टिमहरू फर्ममा छन् यस्तो फर्ममा छन् यस्तो खतरा वर्ल्ड कप भइरहेको केटा हो यस्तो मजा आइरहेको अब चाहिँ राउन्ड 3 पछि थाहा हुन्छ को कता हुन्छ भनेर त्यही भएर अब म चाहिँ तिमीहरूलाई राउन्ड 3 पछि भेट्छु को कसो ठ्याक्क प्रेडिक्सन गर्नला को के हुन्छ को कता भेट होला को कसले कस्तो खेल्न पर्छ को फर्स्ट हुन्छ सेकेन्ड हुन्छ भनेर म पुरै खबर दिन्छु र आजको भिडियोले चाहिँ यति वर्ल्ड कप हेर्दै राखेँ तर नसुत है फेरि किनकि 4 वर्षमा एकचोटि वर्ल्ड कप हुन्छ हो तिमीहरूलाई सुत्नलाई अझै 4 वर्ष छ यो 1 महिना उठ्यो भने तिमीलाई 4 वर्ष सुत्न छ मजाले सुत्न छ त्यसमा वर्ल्ड कप केही पनि हुन्न त्यही भएर 4 वर्ष यो बेस्ट वर्ल्ड कप हो यो मिस गर्यो भने तिमीहरूले सबै मिस गर्नेवाला हो त्यही अझै हेर्दाखेरि हेड गरेर नहेर हो कि जस्तै रोनाल्डोले गोल हान्यो मेसीले गोल हान्यो अर्कोले हानेन भन्दै हेड नरह्यो किनकि यो तिनीहरूको लास्ट वर्ल्ड कप हो हेर्न इन्जोय गर गेम इन्जोय गर म यहाँ नेमार नखेल्दा यहाँ कस्तो टेन्सन भइरहेको नेमार खेल्दै खेल्दैन अब भोलि स्कटल्यान्डसँग खेल्ने भने मा यस्तो खुसी भइरहेको तर खेलेन भने नि अब ठिक छ के भन्न मिलेर बिचरा इन्जर भइरहन्छ तर एउटा गेम खेल्दै हुन्थ्यो हामी त्यही भएर यो वर्ल्ड कप यिनीहरूको लास्ट वर्ल्ड कप इन्जोय गर्न हेर वर्ल्ड कप हेड नगर कसैलाई बाई बाई टाटा सिया